सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ यस युट्युब च्यानल एजुकेसन गाइडमा। आजको यस भिडियोमा हामीहरूले अध्ययन गर्नेछौँ बुदा टिपोट र सारांश लेखन बारे। परीक्षाको सन्दर्भलाई हेर्ने हो भने बुदा टिपोट र सारांश लेखन भनेको एकदमै महत्त्वपूर्ण प्रश्न वा अझ भनौँ अनिवार्य प्रश्न नै भन्न सकिन्छ। त्यसैले आजको यस भिडियोमा बुदा टिपोट र सारांश लेख्दा ध्यान दिनुपर्ने कुरा र राम्रो अङ्क ल्याउनको लागि कसरी लेख्न सकिन्छ भन्ने बारेमा कुरा गर्नेछु र अन्तिममा उदाहरण सहित व्याख्या विस्तार गर्नेछु। परीक्षाको लागि यस्ता प्रकारको प्रश्नले धेरै नम्बर ल्याउनको लागि एकदमै मद्दत गर्छ र यो कम्तीमा पनि 4 देखि 5 अङ्कको लागि परीक्षामा सोधिनेछ। त्यसैले राम्रोसँग बुझेर गर्ने हो भने 4 अङ्कको प्रश्न भए 4 मा 4 अथवा 3.5 त ढुक्कसँग ल्याउन सकिन्छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरू भिडियोलाई राम्रोसँग हेरेर बुझ्नु होला। अब बोर्ड परीक्षा आउन धेरै दिन छैन। त्यसैले एकदमै स्मार्ट भएर पढियो भने अवश्य नै नतिजा राम्रो आउनेछ भन्दै सबैले परीक्षाको लागि अग्रिम शुभकामना भन्न चाहन्छु र अब धेरै ढिला नगरी आउनुहोस् आजको विषयवस्तुतिर लागौँ है त। बुदा टिपोट र सारांश लेखन। सुरुमा बुदा टिपोट बारे बुझौँ। बुदा टिपोट भनेको के हो भने कुनै पनि अनुच्छेदमा दिएको घटना अथवा मुख्य कुरालाई पहिचान गरेर यदि हामीले त्यसलाई बुदाको रूपमा, बुदा भन्नाले के हो भने जस्तै कुनै पनि वाक्यलाई क नम्बर ख नम्बर गरेर यसरी हामीले लेख्छौँ भने त्यसैलाई नै बुदा भन्ने गरिन्छ र त्यसरी नै कुनै अनुच्छेदबाट बुदाका आधारमा गरिएको टिपोटलाई नै बुदा टिपोट भन्ने गरिन्छ है त। फेरि एकपटक बुझाउन चाहे, मानौ कुनै किताबमा 10 देखि 11 लाइनको कुनै एउटा अनुच्छेद दिएको छ र अब हामीले बुदा टिपोट गर्नु छ भने त्यो अनुच्छेदमा भएको अथवा अनुच्छेद पढिसकेपछि आफूलाई लागेको मुख्य कुरालाई बुदाका आधारमा टिपोट गर्छौँ भने त्यसैलाई नै बुदा टिपोट भनिन्छ है त। विद्यार्थी भाइ बहिनीहरू एउटा कुरा ख्याल राख्नु होला, बुदा भनिसकेपछि नामबाटै हामीले थाहा पाउन सक्छौँ कि बुदा जहिले पनि 1 नम्बर 2 नम्बर गरेर लेख्नुपर्छ। कतिपयले परीक्षामा अनुच्छेदको शैलीमा पनि लेखेको पाइएको छ। यदि त्यसरी लेखेमा सरासर गलत हुनेछ। त्यसैले यो कुराको ख्याल राख्नु होला। आशा छ बुदा टिपोट भनेको के हो भनेर राम्रोसँग बुझ्नुभयो होला। बुदा टिपोटको छोटो परिचयपछि अब कुनै पनि दिएको अनुच्छेदबाट बुदा टिपोट गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भने यदि हाम्रो अगाडि बुदा टिपोट गर्नुहोस् भनेर कुनै पनि अनुच्छेद आइसकेपछि सर्वप्रथम दिएको अनुच्छेदलाई राम्रोसँग बुझेर पढ्ने बानीको विकास गर्नुपर्छ। जस्तै बारम्बार पढ्नाले अनुच्छेदको मुख्य भाग के हो भनेर बुझ्न सकिन्छ। त्यसैले बुदा टिपोटको लागि अनुच्छेद पढ्नुपर्छ। अब त्यस्तै अर्को ध्यान दिनुपर्ने कुरा के छ भने अनुच्छेदमा भएको मुख्य विषयवस्तुलाई रेखाङ्कन गर्ने। अनुच्छेद पढ्दा जुन कुरा तपाईहरुलाई महत्त्वपूर्ण लाग्छ, जुन लाइनले समग्र अनुच्छेदलाई बुझाउन खोजेको छ हो त्यस्तो कुरालाई रेखाङ्कन गर्दै बुदाको रूपमा लेख्नुपर्छ। अब अर्को ध्यान दिनुपर्ने कुरा भनेको अनुच्छेदमा पटक दोहोरिएका कम महत्त्व भएका अंशलाई छोड्ने। भन्नुको अर्थ एउटै शब्द बारम्बार प्रयोग भएको उस्तै अर्थ दिने वाक्यहरू पनि दोहोरिएको हुन्छन्। यस्तो वाक्यहरूलाई छोडेर मुख्य कुरालाई मात्र बुदामा समेट्नुपर्छ। अब अर्को ध्यान दिनुपर्ने कुरा भनेको हामीले टिपोट गरेको बुदाले अनुच्छेदको मूल भावलाई प्रष्ट पार्नुपर्छ। भन्नाले जब हामीले बुदा टिपोट गर्छौँ अनुच्छेदले के सन्देश दिन खोजेको छ, मुख्य भाव के हो, त्यस कुरालाई टिपिएको बुदाले भन्न सक्नुपर्छ। त्यस्तै अर्को ध्यान दिनुपर्ने कुरा धेरै बुदा भए अनावश्यक बुदा हटाउने र मुख्य बुदाको छनौट गरी लेख्ने। हामीले अनावश्यक बुदा हटाउनु किन जरुरी छ भने जस्तै कुनै पनि अनुच्छेद 10 देखि 11 लाइन अथवा त्यो भन्दा बढी पनि हुन सक्छ। त्यो भएर यदि बढी बुदा भएको खण्डमा दुईवटा बुदालाई एउटै बुदामा भाषा मिलाएर लेख्न सकिन्छ। त्यसैले अनावश्यक बुदालाई हटाएर हामीले बुदा टिपोट गर्दा जहिले पनि 4 वटा मात्र बुदा टिपोट गर्नुपर्छ। अब अर्को महत्त्वपूर्ण ध्यान दिनुपर्ने कुरा के छ भने बुदा जहिले पनि 4 वटा हुनुपर्छ। यो त मैले अघि पनि भनिसके है त। त्यसैले अर्को ध्यान दिनुपर्ने कुरा के छ भने विद्यार्थी भाइ बहिनीहरू हामीले जुन 4 वटा बुदा टिपेका हुन्छौँ 4 वटा मध्ये सुरुको 3 वटा बुदा चाहिँ अपूर्ण र अन्तिमको एउटा बुदा पूर्ण रूपमा लेख्नुपर्छ। जस्तै सुरुको 3 वटा बुदामा खानु, खेल्नु, गएको, सुनेको, हाँसेको यसरी वाक्यलाई आदिमा टुङ्ग्याउनु पर्छ अथवा कुनै पनि काम भइरहेको तर पूरा नभएको जसरी लेख्नुपर्छ र अन्तिम बुदालाई समापन गर्नुपर्छ। जस्तै खाएको थियो, भेटेको थियो यसरी अन्तिम बुदा लेख्न सकिन्छ। अब अर्को महत्त्वपूर्ण कुरा के छ भने
सुरुको 3 वटा बुँदामा अर्धविराम अथवा यहाँ देख्न सक्नुहुन्छ हो यस्तो अर्धविरामको प्रयोग गर्नुपर्छ र अन्तिम बुँदामा पूर्ण विरामको प्रयोग गर्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू, यसरी हामीले बुँदा टिपोट गर्दा ध्यान दिनुपर्ने कुराहरू यिनै हुन्। आशा छ अहिलेसम्म राम्रोसँग बुझिरहनु भएको छ भनेर। अब सारांश लेखन बारे बुझौँ है त। सर्वप्रथम सारांश भनेको के हो, यसलाई कसरी लेखिन्छ त्यो कुरा बुझ्नुपर्ने हुन्छ। त्यसैले सारांश भनेको कुनै पनि अनुच्छेद वा पाठभित्र भएका मुख्य कुरालाई समेटी छोटो बनाएर लेख्नु नै सारांश हो। सारांशलाई इंग्लिशमा समरी भन्ने गरिन्छ भने कुनै पनि कुरालाई छोटो रूपमा प्रस्तुत गरिन्छ भने त्यो नै सारांश हो। यसलाई संक्षेपीकरण पनि भनिन्छ। अब सारांश लेख्दा के कुरामा ध्यान दिनुपर्छ भने दिएको अनुच्छेदलाई नबुझिएसम्म राम्रोसँग पढ्ने अनि सारांश लेख्न सुरु गर्नुपर्छ। अब अर्को के कुरामा ध्यान दिनुपर्छ भने सारांश लेख्दा अनुच्छेदमा भएको जति शब्दहरू छन् त्यसलाई 3 ले भागा गर्नुपर्ने हुन्छ, जसलाई हामीले 1/3 पनि भन्ने गर्छौं। मानौ अनुच्छेदमा 90 संख्याको शब्दहरू रहेका छन् भने 90 लाई 3 ले भागा गर्दा 30 वटा शब्द जतिको सारांश लेख्नुपर्छ। त्यस्तै सारांश लेख्दा यदि अनुच्छेदमा विशेषण, उखान, टुक्का, उदाहरण, दोहोरिएको लाइन, कम महत्त्व भएको वाक्यलाई छोड्ने। अनि अर्को सारांश गरिसकेपछि दिएको अनुच्छेदको आधारमा हामीले सारांशको माथिपट्टि छोटो अनि सुहाउँदो शीर्षक राख्नुपर्छ। अनि अन्तिममा अर्थात् बुँदा टिपोट र सारांश लेखिसकेपछि शब्द संख्या पनि उल्लेख गर्नुपर्छ। जस्तै अनुच्छेदमा भएको कति शब्द संख्या छन्, सारांशमा हुनुपर्ने संख्या र सारांश गर्दा अनुच्छेदमा भएको शब्द संख्या भनेर यसरी सबैभन्दा तलपट्टि लेख्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू, बुँदा टिपोट र सारांश लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरू यति नै थिए। आशा छ यहाँहरू सबैले राम्रोसँग बुझ्नु भएको होला। यदि अझै पनि बुझ्नमा केही गाह्रो लागिरहेको छ भने यहाँ एउटा उदाहरण रहेको छ, यसलाई पनि माथि भएको तरिकाले छोटकरीमा बुझाउने छु। अब उदाहरणको रूपमा यसरी प्रश्न रहेको छ। प्रश्नमा के सोधिएको छ भने दिएको अनुच्छेद पढी 4 वटा मुख्य बुँदाहरू टिप्नुहोस् र 1/3 सार लेख्नुहोस् भनेको छ। प्रश्न अनुसार हामीलाई यहाँ एउटा अनुच्छेद दिएको छ र अनुच्छेदबाट मुख्य बुँदा टिपेर त्यही बुँदाका आधारमा 1/3 सार अथवा सारांश लेख्नुपर्छ। पहिला अनुच्छेदलाई मजाले राम्रोसँग ध्यान दिएर पढेर बुझ्ने अनि बुँदाको लागि अघि बढ्नुपर्छ। मैले अघि माथि पनि भनिसकेको छु अनुच्छेदलाई नबुझेसम्म पढ्नुपर्छ भनेर। सुरुमा अनुच्छेदलाई एकपटक पढौँ है त। के भनेको छ? अनुच्छेद यस प्रकार रहेको छ। विगत हाम्रो अनुभव हो, वर्तमान यथार्थ हो, भविष्य कल्पना हो। आफ्नो परम्परालाई संरक्षण गर्दै भावी पुस्ताका लागि जीवन्त राख्नु वर्तमानको कर्तव्य हो। पुर्खाको विगत हाम्रो वर्तमानको व्यवहार नै भोलि सन्तानको सांस्कृतिक धरोहर बन्नेछ। जन्म दिने आमा बुवालाई मातृदेवो भव, पितृदेवो भव, शिक्षा दिने गुरुलाई आचार्य देवो भव, घरमा आएका पाहुनालाई अतिथि देवो भव, प्राण रक्षा गर्ने वनस्पतिलाई वनस्पति देवो भव भनेर देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो। छोराछोरीले संस्कारयुक्त शिक्षा दिनु आजको पहिलो आवश्यकता हो। सन्तानलाई सम्पत्ति नदिए केही समयसम्म मात्र हुन्छ, तर संस्कार दिन सकिएन भने जिन्दगीभरि रोइरहन्छ। हामीले अरूको देखासेखी नगरी आफ्नो संस्कार र संस्कृतिको निरन्तर संरक्षण गर्नुपर्छ। निरन्तर बगिरहेको पानीले कठोर ढुङ्गा काटेर विभिन्न आकार बनाइदिन्छ। हामी आफैले पूजा गरेर आत्मपूजाको नमुना प्रस्तुत गर्छौं। आफूभित्रको म तत्त्वलाई नियन्त्रित गरेर परोपकारी बन्न प्रेरित गर्ने हाम्रा संस्कृति लोप भयो भने हामी पनि मरेतुल्य हुनेछौं। त्यसैले बलियो बनाऊ तर असभ्य नबनाऊ, दयालु बनाऊ तर कमजोर नबनाऊ, गर्व गरौं तर घमण्ड कहिले नगरौं। संस्कार र संस्कृति व्यक्तिको प्राण हो, त्यसैले यसको संरक्षण गरौं। अब अनुच्छेद पढिसकेपछि यसबाट के मुख्य बुँदा हुन सक्छन् भने यसरी मैले यहाँ मुख्य कुरालाई रेखाङ्कन गरेको छु। जस्तै रेखाङ्कन गरिएको लाइन छ, पुर्खाको विगत हाम्रो वर्तमान व्यवहार नै भोलि सन्तानको सांस्कृतिक धरोहर बन्नेछ। यो एउटा महत्त्वपूर्ण लाइन रहेको छ अनुच्छेदमा। र अर्को महत्त्वपूर्ण भनेको आमा बुवालाई मातृदेवो भव, पितृदेवो भव, शिक्षा दिने गुरुलाई आचार्य देवो भव, घरमा आएका पाहुनालाई अतिथि देवो भव, प्राण रक्षा गर्ने वनस्पतिलाई वनस्पति देवो भव भनेर देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो। यो पनि एउटा महत्त्वपूर्ण रहेको छ अनुच्छेदमा। अर्को महत्त्वपूर्ण लाइन के रहेको छ भने छोराछोरीले संस्कारयुक्त शिक्षा दिनु आजको पहिलो आवश्यकता हो। यो पनि एउटा महत्त्वपूर्ण लाइन रहेको छ।
अब अर्को महत्त्वपूर्ण लाइन के हुन सक्छ भने संस्कृतिको निरन्तर संरक्षण गर्नुपर्छ। यो पनि एउटा अनुच्छेदमा महत्त्वपूर्ण लाइन रहेको छ। त्यसैले अर्को भनेको आफू भित्रको महत्त्वलाई परोपकारी बन्न प्रेरित गर्ने, यो पनि एउटा महत्त्वपूर्ण लाइन रहेको छ। र अर्को महत्त्वपूर्ण भनेको संस्कृति व्यक्तिको प्राण हो, त्यसैले यसको संरक्षण गरौँ। यसरी हामीले अनुच्छेदमा भएका महत्त्वपूर्ण कुरालाई रेखाङ्कन गर्दै जाने र त्यसपछि रेखाङ्कन गरिसकेपछि यी सबै अंशहरूलाई छोटो बनाएर सरल भाषामा बुदाको रूपमा लेख्नुपर्ने हुन्छ। कसरी लेख्न सकिन्छ भने सुरुमा हामीले माथिपट्टि बुदा टिपोट भनेर लेख्ने, अनि त्यसपछि 1 नम्बर, 2 नम्बर, 3 नम्बर भनेर 4वटा सम्म बुदा लेख्ने। बुदा लेख्दा सुरुको 3वटा बुदा अपूर्ण हुनुपर्छ। यो कुरा मैले अघि नै पनि तपाईहरुलाई भनिसके। त्यसैले अब यहाँ बुदा हेरौँ है त। यसरी सुरुमा बुदा टिपोट भनेर लेख्ने, अनि त्यसपछि अघि माथि रेखाङ्कन गरिएका अंशहरूलाई यहाँ बुदाको रूपमा यसरी लेख्न सकिन्छ। पुर्खाको विगत हाम्रो वर्तमानको व्यवहार नै भोलिका सन्तानको सांस्कृतिक धरोहर बन्नु भनेर यसरी बुदा बनाएको छु। माथि रेखाङ्कन गरेको वाक्य र नम्बर 1 मा लेखेको बुदाको अर्थ एउटै भए पनि लेख्ने शैलीमा फरक आएको देख्न सकिन्छ। जस्तै रहेको, खाएको, बनेको, हुनु जस्तै यहाँ बुदाको अन्तिममा सांस्कृतिक धरोहर बन्नु भनेर आदिमै बुदा टुङ्गिएको छ। यसरी तपाईहरुले पनि बुदा टिपोट गर्दा रेखाङ्कन गरिएको सुरुको 3वटा बुदालाई आदिमै टुङ्ग्याउनु पर्ने हुन्छ। त्यस्तै दोस्रो नम्बरको बुदा के रहेको छ भने आमा बुबा, गुरु, पाहुना, वनस्पतिलाई देवताकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हुनु, यहाँ पनि निधि हुनु भनेर आदिमै टुङ्गिएको छ। अब अर्को बुदा हेरौँ। छोराछोरीले संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने भनेर यहाँ पुरै वाक्यलाई नै आदिमै टुङ्ग्याएको छ। यसरी यी 3वटा बुदा पूर्ण भएका छैनन् भन्ने हामीले बुझ्नुपर्ने हुन्छ र अर्धविराम दिन नबिर्सिनु होला। तर अन्तिमको बुदा हेर्नुहोस् त, परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्छ भनिसकेपछि यहाँ अन्तिममा बुदा टुङ्गिएको छ। अनि त्यसपछि हामीले यहाँ पूर्ण विराम दिने। यसरी हामीले चौथो बुदालाई पूर्ण रूपमा टुङ्ग्याउनु पर्ने हुन्छ र पूर्ण विराम दिएर बन्द गर्ने। विद्यार्थी भाइ बहिनीहरू, अघि मैले अनुच्छेदमा भएको महत्त्वपूर्ण कुराहरूलाई रेखाङ्कन गरेको थिएँ। तिनै महत्त्वपूर्ण कुरालाई मिलाएर यसरी 4वटा बुदाको रूपमा लेखेको छु। अब यति गरिसकेपछि सारांश लेखन पनि गरौँ। अब सारांश लेख्दा सारांश भनेर सुरुमा लेख्ने र त्यसको ठिक तल एउटा सुहाउँदो छोटो शीर्षक दिने। यस अनुच्छेदको अनुसार शीर्षक के हुन सक्छ भने यस अनुच्छेदलाई एकपटक हेरौँ त। अनुच्छेदमा के को बारेमा कुरा गरिएको छ भने हाम्रो संस्कृति, हामीले आफूभन्दा ठूलोलाई कसरी आदर गर्ने, सम्मान गर्ने, संस्कृतिलाई कसरी जोगाइराख्ने भनेर अनुच्छेदभित्र कुरा गरिएको पाउन सकिन्छ। त्यसैले मलाई यसको उपयुक्त शीर्षक नेपाली संस्कृति नै लाग्यो। त्यसैले मैले यसको शीर्षक बनाएको छु नेपाली संस्कृति भनेर। अब शीर्षक लेखिसकेपछि अब माथिको बुदालाई समेटेर सारांश लेख्नुपर्छ। जस्तै यहाँ माथिपट्टि शीर्षक दिएको छु नेपाली संस्कृति भनेर। अब त्यसको ठिक तल माथि भएको बुदाका आधारमा सारांश लेख्दै जाने। जस्तै पुर्खाको विगत र हाम्रो वर्तमान नै भोलिका सन्ततिको सांस्कृतिक धरोहर भएकाले छोराछोरीलाई सम्पत्तिको सट्टा संस्कारयुक्त शिक्षा दीक्षा दिएर संस्कार र संस्कृतिको निर्माण विकास गर्नुपर्छ। आमा बुबा, गुरु, पाहुना, वनस्पतिलाई देवताकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो। परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले हामीले यसको संरक्षण गर्दै अघि बढ्नुपर्छ। यसरी हामीले रेखाङ्कन गरेर बुदाका आधारमा सारांश लेख्न सकिन्छ। अनि एउटा कुराको ख्याल राख्नु होला, दिएको अनुच्छेदले बुझाउन खोजेको कुरा र सारांशमा भएको कुरा अर्थात् दुवैको एउटै भाव यानि कि एउटै अर्थ हुनुपर्छ। अनि बल्ल सही सारांश लेखन भएको बुझ्न सकिन्छ। अनि अर्को कुरा, अन्तिममा शब्द संख्याको बारेमा पनि उल्लेख गर्नुपर्छ। हामीले अनुच्छेदमा दिएको शब्द संख्या भनेको जम्मा 162 रहेको छ भने त्यसलाई 1/3 गर्दा 54 शब्द संख्या हुन्छ र सारांशमा भएको शब्द संख्या 50 रहेको छ। तर 2-3वटा शब्द संख्या तलमाथि भए केही फरक जाँदैन, तर धेरै पनि हुनु भएन र धेरै कम पनि हुनु हुँदैन। त्यसैले यो कुराको पनि ख्याल राख्नु होला। विद्यार्थी भाइ बहिनीहरू, यसरी हामीले दिएको अनुच्छेदबाट बुदा टिपोट गरेर एउटा उपयुक्त शीर्षक दिएर 1/3 सारांश लेख्न सक्छौं है त। आशा छ आजको भिडियोले अब कुनै पनि सारांश लेख्न गाह्रो हुने छैन र भिडियो राम्रो लागि लाइक, शेयर, कमेन्ट
र च्यानलमा पहिलो पटक आउनु भएको छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सनु होला र आउने दिनहरुमा कुन विषयमा भिडियो हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला भन्दै आजको लागि भिडियो यति नै। हस्त धन्यवाद।